त स्वास्थ्यको समस्या धेरै छ होइन। जुन प्राइभेट स्कुल अस्पतालहरूले जुन चर्को शुल्क लिएर छ त्यसलाई अलिकति मिनिमाइज गर्नुपर्छ, किनकि गरिब गुरुवाहरूले पनि आफ्नो उपचार गराउन पाउँदैन। एउटा यो समस्या भएको। अर्को समस्या के छ भने व्यवसायको चाहिँ अहिले सुकिसकेको छ। म बिहानदेखि यहाँ बसेको छु, एकदम सुनसान छ। सीमा पारी गुल्जार छ, यहाँ चाहिँ एकदम सुनसान छ। अब कसरी चाहिँ यो राज्य पक्षले गर्न सक्छ अथवा चाहिँ लोकल एजेन्सीहरूले गर्न सक्छ, त्यसमा पनि जोड दिनुपर्ने हो। व्यवसायलाई चाहिँ भएन भने व्यापारी हुँदैन, र व्यापारी भएन भनेपछि यो राजस्व पनि उठ्दैन, राजस्व उठेन भने देश चल्दैन। यो मलाई लाग्छ त्यस्तो। अहिले पनि बैंकमा थुप्रिएको पैसा धेरै छ, लगानी भइरहेको छैन। किन? वातावरणै छैन लगानी गर्ने। व्यवसाय छैन भने व्यापारीहरू पनि हच्किरहेको छ पैसा दिनको लागि। खालि पैसा लिएर ब्याज तिर्न त भएन नि, त्यसको रोटेसन हुनु पर्यो। यही समस्याहरू चाहिँ जो आए पनि सबै त्यस्तै त्यस्तै हुन्, फटाहा हुन्, चोर हुन्, जुन नेता आए पनि। तर अहिले जुन चाहिँ निर्वाचन छ संविधानको दायरामा रहेर गर्नुपर्छ चुनाव, मेरो भनाइ त्यही हो। जस्तो आए पनि अब हामीले जे गर्यौँ भने यो मेजर ठुला खेलाडीहरू जुन छ नि, 3वटा पार्टीका खेलाडी, तिनीहरूको हालिमुहाली हुन्छ होला मलाई जस्तो लाग्छ। तर पछि यिनीहरूले राम्रो काम गरून् भन्ने मेरो त्यही भनाइ हो। आए पनि इमान्दारी आउनुपर्छ, त्यति हो। जनताको लागि काम गरिदिनु पर्यो, बस त्यही हो।